यसरी नै तपाईको पनि सानो आइडी मोनेटाइज गर्नु छ भने चाहिँ यो भिडियो पुरा हेर्नु होला है। म स्क्रिन शट गरेरै स्क्रिन रेकर्ड गरेरै म तपाईहरुलाई सबै देखाउँछु है त। ल आउनुस्। ल म चाहिँ फेसबुक खोले। अब मेरो प्रोफाइलमा गए हैन। प्रोफाइलबाट मैले ड्याशबोर्ड ओपन गर्छु हैन। फलोअर्स चाहिँ मेरो जम्मा हेर्नु भयो भने 6100 छ है अहिले पनि। र पहिले चाहिँ मेरो 4200 मा मोनेटाइज भएको थियो। अब हेरौँ है त अब बत्याउनु हुन्छ हुँदैन यो कन्टेन्ट मोनेटाइज हो या होइन भनेर चाहिँ म देखाउँदै छु। ल हेर्नुस् है। मोनेटाइजको अप्सनमा हेर्नुस् सी अलमा मैले थिचेँ। सी अलमा थिच्दाखेरि यहाँ देख्नु भयो होला नि कन्टेन्ट मोनेटाइज हो। र सानो सानो आइडीहरु थोरै फलोअर्समा पनि मोनेटाइज चाहिँ हुन्छ है। त्यसको लागि चाहिँ केही स्टेपहरु फलो गर्नुपर्ने हुन्छ हैन। मैले यसको लागि बेला बेला भिडियोहरु पनि बनाउँदै छु हैन। त्यो भिडियोहरु पनि हेर्नु होला। फेरि पनि बनाउँदै छु हैन। नबुझेका कुराहरु पनि सोध्दै जानु होला र एकअर्कालाई साथ सपोर्ट गर्दै अगाडि बढौँ है त। ल अनि यो विकली प्रोग्रेसलाई चाहिँ अलिकति फोकस गर्नु होला है। त्यसमा चाहिँ सकेसम्म पुरा गर्नुस्। नसके पनि केही बिग्रिदैन। पुरा गरेको चाहिँ अझ धेरै राम्रो है त। ल फेरि पनि म यस्तै जानकारीमूलक भिडियो चाहिँ बनाउँदै गर्छु। त्यसको लागि शेयर गर्नुस्, फलो गर्नुस्, लाइक कमेन्ट गर्नुस् ताकि फेरि मैले अर्को भिडियो हाल्दा पनि तपाईको हालमा आओस्।